नमस्ते सबैजनामा हामी आरजी भेन्चर एन्ड ट्रेडर्स रियल इस्टेटले फेरि पनि तपाईहरु माझमा एउटा न्यू प्रपर्टी लिएर उपस्थित भएका छौं। नियो क्लासिकल डिजाइन मोडमा बनेको रेडी टु मुभ कन्डिसनमा रहेको यो ब्रान्ड न्यू लग्जरियस टाइपको सेमी फर्निश सेमी बंगलो घर रहेको छ भने मिनी दरबार भन्दा पनि सुहाउने प्रकारको घर रहेको छ। सारै नै राम्रो सुन्दर बलियो र आकर्षक घर तपाईहरु माझमा हामीले बिक्रीमा लिएर आइसकेका छौं। नयाँ मापदण्ड अनुसार सबै वास्तु मिलाएर 14 को पिलर र 16 र 20 को डन्डी राखेर सबै कामहरू सम्पन्न भएको यो घर तपाईहरु माझमा हामीले बिक्रीमा लिएर आइसकेका छौं। यदि यहाँहरू तत्काल सर्न मिल्ने प्रकारको घरको खोजीमा हुनुहुन्छ भने यो घर तपाईहरुको लागि हुन सक्नेछ। यहाँहरूको 5 मिनेट समय दिएर यो घरको फुल भिडियो हेरिदिनु होला। यो भिडियो मार्फत तपाईहरुसम्म यो घरमा रहेका सामान्य जानकारी पुगोस् भन्ने उद्देश्यले यो भिडियो राखेका छौं। यो भिडियो मार्फत तपाईहरुले यो घरको अगाडिको बाटो, पार्किङ स्पेस, रुमको साइजहरू, किचन, लिभिङ, भर्याङको साइज, छतमा के कस्तो छ भन्ने कुराको सामान्य जानकारी पुगोस् भन्ने उद्देश्यले यो भिडियो राखेका छौं। यो भिडियो हेरेर तपाईहरुले खोजेको जस्तो र सोचेको जस्तो घर लागेमा हामी आरजी भेन्चर एन्ड ट्रेडर्सलाई सम्पर्क गरेर भिजिट पनि गर्न आउन सक्नुहुनेछ। यो घर रहेको ठाउँ बुढालिङकण्ठ नगरपालिका वार्ड नम्बर 13 चुन्नीखेल काठमाडौँमा रहेको छ भने करुणा हस्पिटलदेखि लगभग 200 मिटरको दूरीमा पुग्न सकिने घर रहेको छ। यो घर बनेको जग्गाको क्षेत्रफल 4 आना रहेको छ भने यो घर 2.5 फ्लोरको रहेको छ। ग्राउन्ड फ्लोर तपाईले रेन्टमा पनि दिन मिल्ने प्रकारको रहेको छ। ग्राउन्ड फ्लोरमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 2वटा बेडरुम र एउटा कमन टोयलेट एन्ड बाथरुम रहेको छ भने यो भन्दा माथि घरधनीले प्रयोग गर्नेमा 1 किचन एन्ड डाइनिङ हल, 1 लिभिङ हल, 4 बेडरुम, 2वटा बेडरुममा तपाईले अट्याच टोयलेट एन्ड बाथरुम सहितको पाउनुहुनेछ भने 3वटा तपाईले कमन टोयलेट एन्ड बाथरुम पाउनुहुनेछ। 3वटा बेडरुममा तपाईले फिक्स दराज, ड्रेसिङ टेबलको सुविधा पनि पाउनुहुनेछ। पूजा रुम, स्टोर रुम, लन्ड्री, ब्याल्कनी, सुरेक्स सबै राखिएको छ। यो घरको पूजा रुम र लन्ड्री घरको छतमा रहेको छ। पूजा रुम पनि ठूलो छ, लन्ड्री पनि ठूलो छ। यो भिडियो मार्फत हेर्न सक्नुहुनेछ। फ्लोरमा फुल जंगली सिसौको काठले पार्केटिङ गरिएको छ भने घरको सिलिङ्समा घरलाई सुहाउने प्रकारको फल सिलिङहरू गरिएको छ। सबै राम्रो प्रकारको लाइटिङहरू गरिएको छ, झुमरहरू राखिएको छ। टोयलेटमा धाराहरू सबै क्वालिटीको राखिएको छ। कम्बर्टहरू पनि सबै जेन्युइन राखिएको छ। आएर हेरेर बुझ्न पनि सक्नुहुनेछ। कुनै प्राविधिक इन्जिनियर ल्याएर चेक जाँच गराएर ढुक्क भएर लिने सोचमा हुनुहुन्छ भने त्यो पनि गर्न मिल्ने प्रकारको घर रहेको छ। यो घर पश्चिम मोडा फर्केको छ भने यो घरको अगाडि 13 फिटे बाटोले जोडिएको छ। ढल, पानी, बत्ती सबैको व्यवस्था पुगेको छ। स्कुल, कलेज, हस्पिटल, ब्याङ्क, मार्केट, सुपरमार्केटदेखि लिएर पब्लिक यातायातसम्मको सुविधा पुगेको ठाउँ रहेको छ। पार्किङको कुरा गर्नुहुन्छ भने 2वटा ठिक्कको गाडी अटाउँछ भने ठूलो गाडी छ भने एउटा अटाउँछ। 4-5वटा बाइक पनि अटाउने स्पेस रहेको छ। सबै कुराको मध्यनजर गरेर बनाइएको यो घरको मूल्य 3 करोड 65 लाख राखिएको छ भने आपसी समझदारीमा लिने र दिने बसेर मूल्य पनि मिलाउन सकिनेछ। अधिक कुराको जानकारी लिनु परेमा हामी आरजी भेन्चर एन्ड ट्रेडर्सलाई सम्पर्क गरेर भिजिट पनि गर्न आउन सक्नुहुनेछ। ब्रोकर या एजेन्ट साथीहरूले कष्ट नगरिदिनु होला। धन्यवाद। नमस्ते।